कता हिँडेको गिटार बोकेर छाता ओढेर पक्कै पनि स्वागत छ सम्पूर्णलाई फेरि पनि हाम्रो युट्युब च्यानलमा। अनि आजको भिडियो चाहिँ मबाट सुरुवात हुन्छ, किनभने चाहिँ आज यो क्यामेराम्यानको अथवा चाहिँ यो भ्लगरको चाहिँ आज जन्मदिन हो नि त। त्यही भएको कारणले चाहिँ उसको बर्थडेको लागि चाहिँ मैले भिडियो चाहिँ सुट गरिरहेको छु। हेर्न सक्नुहुन्छ हामी चाहिँ यति बेला बर्थडे मनाउन हिँडिरहेका छौँ अगाडि। अनि यो पछाडि हाम्रो सुन्दर अहिले साउनको महिनामा लाग्न लागेको छ होइन। अनि पछाडि हेर्न सक्नुहुन्छ हाम्रो गाउँ यसो देखिरहेको छ। अनि कसलाई मनपर्छ गाईजहरू आरु यो हेर्न सक्नुहुन्छ, यसलाई कुन आरु भन्छ यसको तपाईँहरूतिर? हामी चाहिँ यसलाई भन्छौँ चुली आरु। बर्थडेको सामान होइन हेर्न सक्नुहुन्छ। बर्थडेमा चाहिँ यता गाई बकरिया भी आ रहे ल आर्मीहरू गइसक्यो होइन, दाउरा लिन गएको छ। एउटा चाहिँ यतातिर खोज्दैछ बर्थडे बोय। यसले भाले यार चित्रा बोल्दैछ, त्यो अन्त नै बोल्दैछ। ज्वरो ज्वरो बोल्ने ज्वरो हो यो फेरि। तर आगो त्यसले एक पिरियडले आगो त्यो देखाएर चोर्यो देखाएर यस्तो दामी छ। कटिङ भइरहेछ, छिलिङ भइरहेछ पिने मिक्सरबाट होला पुडारीबाट डाइरेक्ट सुरु हुँदै 2 चम्चा माग्यो नवीन। हजुर 2 चम्मच मागेर होइन। हाम्रो मिसन अलिकति सक्सेसफुल नहोला जस्तो भइसक्यो यहाँ पानी परेर होइन। छाता छ तर के गर्ने, छाता भएर काम छैन। पानी मास्कको लागि कहाँबाट आएको फेरि अनि अपना बना लेतिया अपना बना। डाडु छैन हाम्रो घरमा नि एउटै थियो, त्यही भएर ल्याएन। गाइजहरू आइएम सरी नाउ झाडूको अर्को रूप। ओ भाई त्यही भएर मैं बोला था पहले 3 लेके आना है, तुम लोग माने नहीं साला। के हो यो? बेसार हल्दी धेरै के अरे धेरै भयो त भइहाल्छ चलेगा। यसले बनाएर राख्ने त पनि यसले हेर्दै मिठो भयो नि त। अहिले कस्तो थियो, अहिले कस्तो भयो? कस्तो थिए कस्तो भए हेर या गाइज बर्थडे त बर्थडे हो नि। अहिले त फेरि घाममा पनि के चिल्ला भइसक्यो। क्या कर रहा है भाइ? यसको त आधा नबने हुन्छ, अहिले काट्यो पनि हुन्छ। के छ खतरा हो क्या चक्खु। कहाँदेखि ल्यायो यस्तो पुरा कि? यो पुरा पाटनदेखि हो। वाउ इधर देखो वाउ। यो होइन यो चक्कु चाहिँ के भन्छ मेरो यता जमानामा होइन हाम्रो बाउले भेडा काट्ने गर्ने चक्कु हो क्या यो। उस जमाना ऊ थाहा पहिले। नेपाली में बात करो यार बन्दे, जुम्लीमा जुम्ली स्टाइलमा बात गर्नुहोस् त हजुर। पहिला हाम्रो बाबा छिया क्या काट्दा थियो? भेडा उन काट्दा थियो। अहिले हामी मासु काट्ने भयो होइन। त्यसपछि दाइ तिमी त खतरा इन्टरटेनर होइन र हाम्रो ग्रुपको। कहिले थाहा गाइज होइन, यहाँ मासु बन्दैछ र यहाँ घाम पनि लागिसक्यो क्या। अघि यस्तो पानी आइरहेको थियो तर घाम लाग्यो अहिले।
त्यही हो खुसीको कुरो। जो भाग्यमा कोरिएका सुख दुःख त्यो पनि हाल्नु होइन, नुन पनि हालिदिनु। त्यो अहिले हाल्ने होइन क्या, त्यो हालिहाल्यो मिक्स हुन्छ नि सबैमा झन्। त्यो लास्ट हाल्ने हो कस्तो लाग्छ हुन्छ कतिकै कुरा त्यो सबैमा मिक्स हुन्न, तेलमा हाल्ला नि झन्। जिरा डेमा त्यो काँचै खाने कुराहरू जिरा के बात गर्छ यार, धनिया हो लास्टमा काँचै हाल्ने। मिट मसला ल्याएरै नुन मसला ल्याउने यार। मिट मसला भन्दा त्यो अघिको थियो त त्यो मिक्सवाला नुन सुन यताउता के थियो त्यो रिमिक्स त्यो छँदैछ। के चाहियो यार मिट मसला के प्याजको भात यी फेरि उ नि त ती ददे बुबा त यी साथी हुन् कि ददै जन्मिया थाहा भन्छु भाइ। नुन धेरै भयो तर पाटनमा चाउचाउन मजा आएको होइन केटा। अरे भाई तो आग बालने वाला किधर है पिया। कैसा लग रहा है? एकदम राम्रो। त्यहाँ नाच्नु मजामा फुटबलमा एकचोटि होइन आसिफ सेक्न निकाल्यो, फेरि अहिले त आफै किन्नु लागेको लास्टमा आजै त्यही हो दिमाग घाँस चल्नु गयो चाहिँ आफै गोली लगाएको पुरा आसिफ सेक्न होइन। फाइनली हाम्रो मासु रेडी भइसक्यो। अगाडि केक काट्ने कि यो काट्ने हो? को यो अगाडि केक काट्ने अगाडि केक काट्नु पर्यो। केक काट्नु पर्यो अगाडि चाहिँ साथीहरू अब चाहिँ हामी बर्थडे मनाउनु गएको छौँ। बर्थडे भाइ के छ? ह्याप्पी बर्थडे टु यु वन्स मोर अगेन। थ्याङ्क यू ल गाइज निकाल ढ्याङ निकाल यार सरप्राइज। लो ह्याप्पी बर्थडे नवीन। खल्लास बिग्रेछ यार गाडीमा त कटिङ भइसक्यो गाइज, तर ठिक छ। क्या कहाँ बनाउने त यार अघि टेबल खाएन नि चाहिँ ल सँग तुझे ल ए समान न ह्याप्पी बर्थडे टु यु जी, ह्याप्पी बर्थडे टु यु जी। केक बिग्रेको छ, नबिग्रेको खतरा हुन्छ यो माया ठोक्ने। ल ताली बजा केटा। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु डियर नवीन, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल केटा गाएछ थोपडाको हालत खराब भइगयो यार। मिठो छ केक बर्थडे बोयले खाएर खतम हान्छ यसलाई। यस्तरी खानुपर्छ क्या यसलाई। तिमीहरू कहाँ जाँदा खाइदियो यार। मिठो छ बब्बार गाइज। केकको लागि दाजुलाई थ्याङ्क यू होइन, अहिलेसम्म भन्दै बिर्सिरहेछु। 3, 2, 1 गो। हे नवीन भाइको जन्मदिन रहेछ, हामी सबको भेटघाट भएछ, सिमसिमे पानीमा जसले बेमान गर्छ कि जिन्दगानीमा। जन्मदिन रहेछ, हामी सबको भेटघाट
ह्याप्पी बर्थडे टु यु बिचमा राखेर उठाउँदै खाँदै है केटाहरू भयो 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 धेरै पुरा फुल हालेर पनि क्यार्छ हो चेयर्स उठा 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 ल कमल भाइ उठायो ल भतिज सबजनालाई चेयर्स जय होस् दादा आइच ठिक छ यस्तो जङ्गलमा हरियाली सुन्दर अवस्थामा चाहिँ हामीले केटोको बर्थडे मनाउनु पाएन त्यही ठुलो कुराखानी हो अर्को साल 84मा पनि यही ठ्याक्कै असारको 25 गते यही जङ्गलमा नभए पनि अर्को जङ्गलमा आएर यसरी बस्न पाइयोस् त्यही त हो नि होइन एकदम त्यसको लागि त भइहाल्छ नि होइन जिउँदो रह्यो भने साले यस्तो टक्क जङ्गलमा भ्यू हेर्दै होइन बर्थडे मनाउनुको पुरै मजै बेग्लै छ होइन ल सुन भाइ बिना यतिभरि तेरो यता यतिभरि यता तँ यता नआउनु तँ यता नआउनु यसरी हामी चाहिँ मिलेर खाएर सघाउ मेरो त अलरेडी हात्ती छ यसको चाहिँ आधा छ आधा चाहिँ यसले लगिसक्यो अनि मेरो चाहिँ यहाँ पुरै जेमा पकाएँ त्यहीमा हो होइन साथी हो गाइजहरू वास्तवमा भन्नुपर्दाखेरि आजको भिडियो चाहिँ हामी यहीँ अन्त्य गर्दछौँ होइन हामीले चाहिँ आयौँ यहाँ रमायौँ एकदमै खुसियाली मनायौँ होइन तपाईँहरूले हेर्नुभयो इन्जोय गर्नुभयो होला होइन तपाईँहरूले कसले मनाउनु भएको छ यसरी बर्थडे जङ्गलमा आएर ल ओके छ सबजनालाई हेभ अ स्विट ड्रिम